हेलो एभ्रिवान गुड मर्निङ। म चाहिँ आएको थिएँ अस्ति बढाबजान आमाजी दिदीको घर। यहाँ चाहिँ हुनुहुन्छ आमाजी दिदी, मेरो हस्बेन्डको चाहिँ ठुलो दिदी। म चाहिँ हिजै फर्किन्छु भने चाहिँ मलाई चाहिँ हिजो फर्किन दिनु भएन। मसित भान्जी पनि छिन्, तिनले चाहिँ मेरो भिडियो गरिरहेछिन्। यता हेर्न सक्नुहुन्छ मेरो हातमा फुलको डालोहरू घरमा लिएर जाँदैछु फुल लगाउनु भनेर। यहाँ चाहिँ हेर्नु न दिदी घरमा कति हो कति तामुल गाछ र फुल पनि पुरा लगाउनुपर्छ, फुलै फुल लगाउनुपर्छ। फुलको त बागिचै छ दिदी घरमा। यता चाहिँ सेना भान्जाले मेरो बेगहरू राखिदिनु हुँदैछ गाडीमा। हाम्रो चाहिँ बसिसक्यौँ भान्जी र म गाडीमा डिग्बे जान भनेर निक्लिसक्यौँ। आज चाहिँ फेरि जाने टाइममा यति नै पानी, यति ठुलो पानी परेर यहाँ रस्ताभरि पानी जम्मा पर्छ, देख्नुपर्छ होला कस्तो हिलो पनि हुन्छ नि अलिकति गाउँको रस्ता। अनि हाम्रो चाहिँ बसिसक्यौँ। अब यता ठुलो भान्जाले हामीलाई घर तक छोडिदिने अरे। यो चाहिँ हो नातिनी, नातिनीको आज रिजल्ट पनि दिने अरे स्कुलमा। जब 7:30 स्कुल पुग्नुपर्छ भनिन् भान्जीले। त्यही भएर हाम्रो चाहिँ सुतेर उठेर ब्रस गरेर सिधै नै अब निक्लेको डिगबोई जान भनेर। भान्जाले घर तकै छोडिदिन्छ आजलाई। यति नै हो गाइस, बाई बाई।